वैदेशिक रोजगारीको सिलसिलामा विदेशी नबाध्य प्रवासी नेपालीहरूको सुख दुःखको भारी बिसाउने साझा चौतारी पीएनएन अनलाइन रेडियो तथा भिडियोमा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार, यो पीएनएन अनलाइन रेडियोको संकेत हाम्रो आवाज कार्यक्रम हो। यहाँले यस हप्ता प्रवासमा के कस्ता गतिविधिहरू भए र आगामी हप्ता के हुँदैछ साथमा अभियान सुन्न सक्नुहुनेछ। यो कार्यक्रम पीएनएनको प्रस्तुति हो। यहाँले यो कार्यक्रम निम्न वेबसाइटहरू प्रवासीनेपाली.com, सृजनाकालहरू.com, हाम्रो संसार.net, खबरसाइट.com, dcnepal.com, हाम्रो समाज.net, nepalkuwait.com, pakhribas.com.np, gnlf.blog.com र सामाजिक सञ्जाल फेसबुक मार्फत पीएनएन अनलाइन रेडियो टाइप गरी विश्वको जुनसुकै स्थानबाट चाहेको समयमा सिधै वा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। यो कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार प्रसारण हुँदछ। हामी तपाईहरूलाई पीएनएन हाइलाइट्स, सूचना, सन्देश, मनोरञ्जनको साथ तपाईको समस्या सम्बन्धित निकायसम्म पुर्याउन प्रयासरत अनि प्रतिबद्ध छौँ। हामीलाई चाहिन्छ तपाईहरूको साथ र सहयोग। पीएनएन हाइलाइट्स, सूचना, सन्देश र मनोरञ्जनका साथ हामी तपाईँ सामु अनलाइन रेडियो मार्फत उपस्थित भइसकेका छौँ। म कार्यक्रम प्रस्तोता सागर श्रेष्ठको साथमा खगेन्द्र अधिकारी र दुर्गा भण्डारीको यहाँलाई हार्दिक स्वागत छ। सर्वप्रथम पीएनएन हाइलाइट्स। तपाईको आवाज, हाम्रो आवाज, आवाज विहीनहरूको आवाज, कार्यक्रम हाम्रो आवाज, प्रवासी नेपाली नेटवर्क पीएनएन को आवाज, तपाईँ हामी सबैको आवाज। यो हो कार्यक्रम हाम्रो आवाज। विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेबिया च्याप्टरले संयुक्त रूपमा सञ्चालित अनलाइन साहित्यिक हाजिर जवाफ प्रतियोगिताको 15औं भाग सार्वजनिक। बानाको सक्रियतामा बाल्टिमोरमा दिवंगत हुनुभएका स्वर्गीय नारायण भण्डारीको लागि dcnepal.com द्वारा $5,720 चन्दा सङ्कलन। स्याङ्जा थुमपोखरा इकाइ समितिको दोस्रो साधारण सभा होमनाथ गैरेको अध्यक्षतामा 15 सदस्यीय नयाँ कार्य समिति सर्वसमितिबाट निर्वाचन गर्दै सम्पन्न। पोर्चुगलको लिस्बनमा युवा गायक विष्णु छेत्रीको पप एल्बम सुशैलीको विमोचन। जर्मनमा रहेका गुरुङहरूले आफ्नो नयाँ वर्ष लोसार पर्व भव्य रूपमा मनाए। नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जना मदिरी प्रतिष्ठानको आयोजनामा भएको मातृभाषा प्रति प्राज्ञिक क्षेत्रको भूमिका विषयक गोष्ठी नेपालको नवलपरासीमा सम्पन्न। नेपाली जनसम्पर्क समिति जर्मनीको बार्यन शाखा र एनआरएन जर्मनी बार्यन शाखाले नेपालको तराई क्षेत्रमा सुरु भएको शीतलहरबाट पीडितहरूको सहयोगार्थ 1 लाख रुपियाँ पठाए। नेपाल पत्रकार महासंघ कोरिया शाखाको तेस्रो अधिवेशनले खेम बहादुर कार्कीको अध्यक्षतामा 9 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्दै सम्पन्न। इजरायलमा कार्यरत नेपाली महिलाको संगठन नेपाली नारी आवासले आकस्मिक राहत कोष स्थापना र हङकङ मूलबाटो सोसाइटी.com हङकङको 4औं वार्षिकी काउलन पार्कको फुटबल मैदानमा अन्तर स्कुल 6A साइड फुटबल खेल खेलाएर सम्पन्न। अहिले सुन्दै हुनुहुन्थ्यो पीएनएन हाइलाइट्स। अब विश्वमा नेपाली सङ्घ संगठनहरूले कहाँ के गर्दैछ आगामी हप्ता हामी हाम्रा श्रोताहरूलाई जानकारी दिँदैछौँ।
अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू। विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू। नेपाल इन्जिनियर एसोसिएसनको प्रस्तावित युए शाखाले नयाँ वर्ष 2012 को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्न गइरहेको जानकारी गराउँदछौँ। युएमा विभिन्न पेसामा कार्यरत नेपाली इन्जिनियर्सहरूलाई एउटै छातामा गोलबद्ध गर्ने लक्ष्यका साथ गठन भएको यस संस्थाको सम्पर्कमा आउनु भएका तथा नआउनु भएका नेपाली इन्जिनियर्सहरूलाई निम्न मिति स्थानमा उपस्थित भई नयाँ वर्ष 2012 को शुभकामना कार्यक्रम सफल बनाइदिन हुन हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम नयाँ वर्ष 2012 शुभकामना आदान प्रदान मिति 30 डिसेम्बर 2012, समय 7 बजेदेखि 10 बजेसम्म, स्थान अरब उडुपी रेस्टुरेन्ट बरदुबई, प्रवेश शुल्क प्रति व्यक्ति दिराम 50, परिवार सहितको लागि 100 दिराम मात्र। एसपी सम्बत 2012 को पावन अवसरमा हामी हाम्रा श्रोता, पाठक, विज्ञापनदाता, लेखक, रचनाकार, पत्रकार मित्रहरू, साहित्यिक स्रष्टाहरू, शुभचिन्तक आदिमा उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछौँ। पीएनएन अनलाइन रेडियो परिवार, प्रवासी नेपाली.com परिवार। पत्रकार भनेका समाजका ऐना हुन्। समाजमा घटिरहेका विकृति र विसङ्गतिहरूलाई समाजको अगाडि देखाइदिनु पत्रकारहरूको कर्तव्य हो। एसपी सम्बत 2012 को पावन अवसरमा सम्पूर्ण प्रवासी तथा स्वदेशी पत्रकार मित्रहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। नेपाल पत्रकार महासंघ साउदी अरेबिया शाखा। अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाली समाज स्विडेनले आफ्ना नेपाली साहित्यिक रचना सुन्ने र सुनाउने जमघटको आयोजना गर्न लागेको सबै समूह जानकारी गराउँदछ। इच्छुक महानुभावहरूले कविता, गजल, मुक्तक, हाइकु लगायत आफ्ना साहित्यिक सृजनाहरू यही डिसेम्बर महिनाको 30 तारिकसम्म समाजको इमेल अथवा फेसबुक मार्फत दर्ता गराउनु हुन अनुरोध गरिन्छ। कार्यक्रमको मिति, समय, स्थान निम्नानुसार तोकिएको छ। मिति जनवरी 1, 2012 आइतबार, स्थान एन्डल्स बास्किन 12-14 बालिङ्गे बाई नारा लाकाउरस, स्विडेन, समय दिउँसो 3 बजे। सबैलाई प्रवेश निशुल्क गरिएको छ। पुनश्च साहित्यिक रचनाहरू डिसेम्बर 30 तारिकसम्म दर्ता गराइसक्नुपर्नेछ। कुनै विशेष संस्था वा व्यक्तिप्रति आक्षेप, गाली गलौज अथवा घृणा पैदा गर्ने रचनालाई स्थान दिइने छैन। आयोजक नेपाल समाज स्विडेन। एसपी सम्बत 2012 को सुखद उपलक्ष्यमा सम्पूर्ण साहित्यिक सर्जकहरूमा उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको कामना गर्दछौँ। विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखा परिवार तथा सृजनाका लहरहरू.com परिवार। अहिले सुन्दै हुनुहुन्थ्यो विभिन्न सङ्घ संगठनहरूले प्रवासमा आगामी हप्ता कहाँ के गर्दैछ सुसम्बन्धी जानकारी र शुभकामना सन्देशहरू। अब हामी तपाईहरुलाई पीएनएन अनलाइन रेडियोको नियमित प्रस्तुति अभियान कार्यक्रमतर्फ लाँदैछौँ। यस कार्यक्रमको प्रायोजकहरू एभरेस्ट साइबर, निन्बमन, काठमाडौँ, नेपाल, मेरे मिडिया समूह, माइटिकर र ओम सन कम्युनिकेसन, गिफ्ट एन्ड टोय सेन्टर, शिव मन्दिर, बीपी चोक, नवलपरासी। विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाको प्रकाशन विभिन्न साहित्यिक रचनाहरूको सङ्गमको शैली पढ्न नभुल्नुहोला। आदरणीय श्रोताहरू, आज हामी तपाईलाई नेपाली दूतावास साउदी अरेबियाका लागि महामहिम राजदूत श्री उदयराज पाण्डेज्यूसँग हाम्रो कार्यक्रम अभियानमा राजदूत नियमित पाक्षिक कार्यक्रमको अन्तर्वार्ता सुनाउन जाँदैछु। अबको प्रस्तुति अभियानमा एसपी सम्बत 2012 तथा क्रिसमसको पावन अवसरमा प्रवासमा रहनुभएका सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूमा उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछु। उदयराज पाण्डे तथा नेपाली राजदूतावास परिवार साउदी अरेबिया। आदरणीय पीएनएन अनलाइन रेडियोका श्रोताहरू नमस्कार। आज पनि म खगेन्द्र अधिकारी अमृत साथै म सागर श्रेष्ठ पीएनएन अनलाइन रेडियोको हाम्रो आवाज कार्यक्रमको एउटा छुट्टै जानकारी, शिक्षा र चेतनामूलक कार्यक्रम अभियानमा उपस्थित भइसकेका छौँ। हाम्रो पाक्षिक कार्यक्रम हाम्रो अभियानमा राजदूत। यो कार्यक्रम
अनलाइन मिडियाहरू dcnepal.com, प्रवासीनेपाली.com, सिर्जनाकालहरू.com, खबरसाइट.com, हाम्रो संसार अनलाइन रेडियो पाखरीबास.com, .np, हाम्रो समाज.net, लिटरेचर अफ नेपाली.com र gnlf.blog.com बाट प्रसारण हुने गर्दछ। कार्यक्रममा महामहिम राजदूतज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत छ। धन्यवाद। महामहिमज्यू, यहाँले गत 56औं श्रृङ्खलामा यो एमआरपी सम्बन्धी कुरा उठाउनु भएको थियो र आज पनि हजार नेपालीहरू जो अन्यलमा छ एमआरपी बनाउनु पर्ने हो या पर्ने होइन, एमआरपी बनाउनु पनि नेपालमा ढिलो भइरहेछ, जसको कारण गर्दाखेरि जो आउनुपर्ने हो साउदी अरेबिया आउन सकिरहेको छैन। त्यस सम्बन्धमा यहाँले एक हप्ताभित्रमा यसको टुङ्गो लाग्छ भन्नुभएको थियो, के भइरहेछ त्यस सम्बन्धी? यो बारेमा टुङ्गो लागिसकेको छ। परराष्ट्र मन्त्रालयले निर्णय गरिसक्यो। अब कुनै पनि नेपाली साउदी अरेबिया आउन चाहनुहुन्छ भने उहाँहरूलाई तुरुन्त एमआरपी बनाइदिने र यो सुरु भइसक्यो। भनेपछि एमआरपी बनाउनु त्यति गाह्रो छैन अहिले? केही पनि गाह्रो छैन। यदि नेपालबाटै साउदी अरेबिया आउने हो भने उहाँहरूले सबैभन्दा प्राथमिकतामा राखेर साउदीलाई बनाइदिइरहनु भएको छ। होइन, यहीँ बसिरहेको नेपालीले चाहिँ एमआरपी बनाउन चाहनुहुन्छ भने त्यसमा चाहिँ अलिकति समय लाग्छ। त्यो समय भनेको के हो भने यहाँबाट पासपोर्ट हामीले कुरियर मार्फत नेपाल पठाउने र त्यहाँ उहाँहरूको पासपोर्ट बनाइसकेपछि कुरियर मार्फत यहाँ आएर डेलिभरी दिने, त्यसमा चाहिँ समय लाग्छ। महामहिमज्यू, आज हामी विशेष गरी नेपाली राजदूतावासको भूमिका र साउदी अरेबियामा स्थापना भएका नेपाली सङ्घ सङ्गठनहरूको सेरोफेरोमा रहेर यहाँसँग भलाकुसारी गर्नेछौँ। साउदी अरेबियामा धेरै प्रवासी नेपालीहरूको साझा सङ्गठनहरू र अन्य विभिन्न जिल्ला सङ्गठनहरू, विभिन्न चाहिँ जातीय सङ्गठनहरू खुलेका छन्। ती सङ्गठनहरू कति खुलेर बन्द पनि भएका छन् र कति सङ्गठनहरूमा कस्तो छ भने उहाँहरूले सङ्गठन खोल्यो, सङ्गठन खोलिसकेपछि सङ्गठनको उद्देश्य एउटा राखेर खोले अनि त्यहाँबाट चाहिँ लेबीहरू उठाएको छ अनि पछि गएर त्यो व्यक्तिहरू एक ठाउँबाट अर्को ठाउँमा जान्छ अनि त्यहाँ 2-3 जना व्यक्तिहरू रहन्छ। त्यो पैसाहरू चाहिँ उहाँहरूले आफ्नो हिसाबले कतिपयले के गरिरहेछ भने ब्याजमा दिएर अनि त्यो 2-4 जना व्यक्तिले लिइरहेछ। त्यो एउटा पारदर्शिता भएको छैन। यस विषयमा यहाँले कसरी हेर्नु भएको छ? अब सामाजिक सङ्घ संस्थाहरू खुल्नु, नेपालीहरू सङ्गठित हुनु राम्रो कुरा हो, किनभने सङ्गठित भए मात्रै शक्ति पनि आउँछ र सामूहिक प्रयत्नद्वारा समस्याहरू समाधान गर्न सकिन्छ। त्यसको लागि म नेपालीहरू सङ्गठित हुने कुरालाई सकारात्मक रूपमा लिन्छु र त्यो अभियानमा म सहयोगी पनि बन्न चाहन्छु। त्यसरी सङ्गठित भइसकेका सङ्घ संस्थाहरूलाई दूतावासको तर्फबाट आवश्यक पर्ने हर प्रकारका सहयोगहरू हामी जुटाउन तत्पर छौँ। उहाँहरूले कतिपय बेला बैठकमा दूतावासको स्थान माग्नुहुन्छ, हामी उपलब्ध गराइदिन्छौँ। कार्यक्रमहरू गर्नुहुन्छ, दूतावासबाट सुरक्षाका लागि चिठीहरू माग्नुहुन्छ, हामी त्यो उपलब्ध गराइदिन्छौँ। कतिपय कार्यक्रममा दूतावासका पदाधिकारीहरूलाई उपस्थित भइदिन भन्नुहुन्छ, हामी उपस्थित भइदिन्छौँ र त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु। अब जहाँसम्म केही व्यक्तिहरूले गलत नियतले संस्था खोलेर आर्थिक हिनामिना गर्ने त्यस्तो उद्देश्य राखेका छन् भने ती संस्थाहरूको बारेमा विस्तृतमा हामी कहाँ विवरणहरू आउनु पर्यो, उनीहरूले गरेका अनियमितताका प्रमाणहरू आउनु पर्यो र त्यो आएपछि हामीसँग त्यसलाई छानबिन गरेर कारबाही गर्ने पनि केही प्रक्रियाहरू छन्। त्यो प्रक्रिया मैले अवलम्बन गरेँ। राजदूत महोदय, साउदी अरेबियामा विभिन्न चाड पर्वहरूका अवसरमा जस्तै रमजान, ईदका अवसरहरूमा नेपालीहरूले नेपालबाट राष्ट्रिय स्तरका कलाकारहरू र स्थानीय स्तरका कलाकारहरूलाई एक ठाउँमा जमघट गराएर सांस्कृतिक कार्यक्रमहरू गर्ने गरिन्छ। ती सांस्कृतिक कार्यक्रमहरू जसले आयोजना गरेको हुन्छ, दूतावासले समयमै भिजा निकाल्न नसकेको, भिजा दिन नसकेको, बेलैमा प्रचार प्रसार गर्नमा अलिकति गाह्रो भयो, किनभने भिजा समयमा निस्केन। अहिले एकजना कलाकारको नाममा प्रचार प्रसार गरियो, भोलि गएर त्यो मान्छेको नाममा भिजा एप्लाई हुन सकेन भने गाह्रो हुन्छ भन्ने खालको कुराहरूले दर्शकहरूमा कमी आउने गरेको छ भन्ने गुनासाहरू हामीले सुनेका छौँ। यसमा राजदूतावासको तर्फबाट स्पष्ट पार्दाखेरि के भन्न चाहनुहुन्छ? जहाँसम्म भिसा दिने कुरो हाम्रो हातको कुरा होइन, त्यो साउदी परराष्ट्र मन्त्रालयले सिफारिस गरेर ढाकामा रहेको साउदी दूतावासले दिने कुरा हो।
तर विगतमा हामीले एउटा परम्परा बिगारेछौँ। हामीले के गरेछौँ भने यस्तो कलाकारहरू लिएर आउँदाखेरि पैसा दिए मात्रै भिसा आउँछ भनेर प्रति कलाकार 3000 को दरले पैसा उठाएर चाहिँ पैसाको चलखेल गर्ने काम भएछ। म आएपछि दुईटा कार्यक्रम भयो यहाँ, मैले दुईटैमा त्यो बन्द गराइदिएँ। त्यो यो दुईटै कार्यक्रममा तमुधीको कार्यक्रम र हेल्प नेपालको कार्यक्रममा 1 रुपियाँ पनि कसैले भिसाको लागि खर्च गर्नु परेन। अब यसले गर्दाखेरि कतिपय यहाँ मान्छेहरूमा के परेको हुनसक्छ भने यो पैसाको कारोबारहरू बन्द भयो, त्यसले गर्दाखेरि हाम्रो भिसामा ढिलाइ भयो, कठिनाइ भयो, यस्ता भ्रमहरू छरिएको हुनसक्छ। तर हेल्प नेपालले कार्यक्रम 5, 6, 7 तारिखमा गरेको हो। उनीहरूको भिसा 21 तारिखमा, अघिल्लो महिनाको 21 तारिखमा निकालिदिएको हो भनेपछि कार्यक्रम हुनुभन्दा 14 दिन अगाडि 1 रुपियाँ पनि खर्च नगराइकन भिसा हामीले चाहिँ निकालिदिएको हौँ दूतावासले। अब यसमा समय कम भयो भन्ने कुरो कहाँबाट आयो यो बुझ्नुपर्छ। जबकि पहिले पैसा खुवाएको देखाएर पनि कार्यक्रम हुनुभन्दा 4 दिन 5 दिन अगाडि मात्रै भिसाहरू निक्लेका उदाहरणहरू मैले देखेको छु। राजदूत महोदय, साउदी अरेबियामा जुन सङ्घ सङ्गठनहरूले, सङ्घ संस्थाहरूले कार्यक्रमहरू गरिरहेका छन्, ती कार्यक्रमहरूमा कलाकारहरू ल्याएर जो कार्यक्रमहरू प्रदर्शन गरिन्छ र केही हदसम्म भए पनि विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मनोरञ्जन दिने उद्देश्यले गरिन्छ। एकातिर त्यो कलाकारहरू ल्याउँदाखेरि उहाँहरूले कलाकारहरूसँग गरेको सम्झौता अनुसारको अब आर्थिक कुराहरू त्यहाँ अवश्य पनि होलान्, तर प्रवेश शुल्कको रूपमा 150 रियालदेखि 55 रियालसम्म त्यो टिकटहरू बिक्री गर्ने गरिन्छ। कतिपय नेपाली दाजुभाइहरू महिनामा 300, 400, 500, 600 सम्म स्यालेरी खाने दाजुभाइहरू पनि छन्। एउटा कार्यक्रम हेर्नको लागि 150 रियाल पे गर्नु पर्दाखेरि ऊ त कार्यक्रम हेर्नबाट कि वञ्चित हुनु पर्यो, अन्यथा उसले 1 महिना केही दिनहरूको लागि आफ्नो खानाबाट पनि बचाउनु पर्ने अवस्था आयो। त्यसको लागि के छ, राजदूतावासले केही फिक्स उनीहरूसँग त्यस्तो खालको सम्झौता गर्न सक्दैन? मैले पनि यो कुरा सुने, विगतमा कुनै बेला 150 रियालसम्म तिरेको भन्ने कुरो। तर म आएपछि दुईटा कार्यक्रम भयो, दुईटै कार्यक्रममा 50 देखि 65 रियाल, अधिकतम भनेको 65 रियाल, न्यूनतम भनेको 50 रियाल चाहिँ टिकट किन्नेहरूले तिरेको छ। यो सीमालाई बढाउन दिनुहुन्न भन्ने लागेको छ मलाई। हामी यसलाई घटाएर 25 देखि 35 सम्म ल्याउन सक्दैनौँ, जहाँ कि तपाईँको 280 देखि 500 सम्म स्यालेरी खाने सर्वहारा वर्गका धेरै नेपालीहरू छन् यहाँ। तिनीहरूलाई पनि मनोरञ्जन त दिनुपर्छ नै। तपाईँको हामीले विगतको कार्यक्रमहरूमा देख्यौँ 55 रियाल उठाउँदाखेरि पनि कति सेभ भएको चाहिँ छ भने यदि तिनीहरूले राम्रोसँग प्रचार गरे, राम्रोसँग काम गरे भने ती अर्गनाइजरहरू घाटामा जाँदैन भने के हामी 25 देखि 35 सम्म ल्याउनको लागि दूतावासबाट चाहिँ उहाँहरूलाई दबाब दिन सक्दैनौँ? अब दबाब दूतावासले दिन मिल्दैन, किनभने कार्यक्रम अर्गनाइज सामाजिक सङ्घ संस्थाहरूले गरेको हो, त्यसको सम्पूर्ण खर्च उनीहरूले बेहोर्छ। दूतावासले आफूले आर्थिक रूपमा केही पनि बेहोर्दैन। दूतावासले भनेको भिसा निकाल्नको लागि र उनीहरूको कार्यक्रममा सुरक्षा दिनको लागि सरकारबाट, यहाँको सरकारबाट अनुमति लिइदिने काम दूतावासले गर्छ। त्यसकारणले यदि आयोजकहरू कम टिकट दरमा चाहिँ कार्यक्रम गर्छु भनेर तयार हुनुहुन्छ भने त्यो खुसीको कुरा हो, त्यसलाई हामी प्रोत्साहित गर्छौँ। तर हामीले बाध्यकारी चाहिँ किन गराउन सक्दैनौँ भने यदि दूतावास आफूले लगानी गरेर गर्ने भइदिएको भए हामीले आफूले बाध्य गराउन सक्थ्यौँ। तर हामी भन्छौँ सकेसम्म कममा गर्नुहोस्। र त्यसैले मैले पहिला 150 लियो भन्ने सुनेपछि मैले के भने यसलाई त्यसरी 150 लिने काम त गर्नुहुन्न भनेपछि म आएपछि भएको चाहिँ त्यो 50 देखि 65 सम्म भएको छ, 65 भन्दा बढी भएको छैन। यसमा पनि म सबै चाहिँ हाम्रो सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूसँग बसेर कुरा गरेर यसलाई कममा ल्याउने कुरामा सहमत हुनुहुन्छ भने त्यो कममा ल्याउने कुरो राम्रो हो भन्ने मेरो पनि विचार हो। त्यो कममा ल्याउने भन्ने कुरा राम्रो हो, त्यो अब जे होस् सबैका अगाडि छर्लङ्गै छ भन्ने लाग्छ। राजदूतसँग मेरो बुझाइ के रह्यो भने हामी तपाईँको यहाँ कुरा गर्नुहुन्छ, तर राजदूतावासले कुनै पनि लगानी नगरेको कारणले गर्दा कुरा मात्रै गर्नुहुन्छ, त्यो सङ्घ सङ्गठनहरूको आफ्नो मनोमानीमा चल्छ भन्ने लाग्यो। हामीले बाध्य गराउन सक्दैनौँ। बाध्य गराउने हो भने हामीले के भन्नुपर्छ भने तपाईँहरू यति भन्दा कममा नगरिकन गर्ने भने हामी भिसा निकाल्दैनौँ,
भनेर हामी त्यो रूपमा गयौँ भने त हामीले बाध्य गराइदिन सक्छौँ। तर त्यो भनेको के भने कि कार्यक्रमै हुन दिन्नौँ कि चाहिँ यो मान भन्नुपर्छ। त्यसको लागि मैले चाहिँ दूतावासको हाम्रो अरू पदाधिकारीहरूसँग पनि सल्लाह गरेर निर्णय गर्नुपर्छ र सामाजिक संस्थाका पनि बहुसङ्ख्यक प्रतिनिधिहरूलाई बोलाएर उहाँहरूको राय बुझेर निर्णय गर्नुपर्छ। यदि दुवै पक्ष यसमा सहमत हुन्छन् भने म बाध्य गराउन पनि सक्छु। जस्तै एनआरएनले एउटा कार्यक्रम गर्यो, उहाँहरूले 55 रियल उठाउनु भएको थियो, तर पनि 44,000 त प्रफिट देखाउनु भयो नि। सम्पूर्ण घाटाहरू गर्दा प्रफिट त हुँदो रहेछ नि। तर हामीले त्योभन्दा नि कममा गऱ्यौँ, 25 देखि 35 रियलसम्ममा ल्यायौँ भने त धेरै नेपालीहरू समावेश हुनसक्छ नि त। यो राम्रो विचार हो, किनभने कम टिकट दर गर्दा धेरैको सहभागिता हुन्छ भने त्यो उपाय राम्रो हो। र अहिलेसम्म यहाँ भएको कार्यक्रमहरूमा आर्थिक रूपमा सबैभन्दा बढी नाफा देखाएको एनआरएनको कार्यक्रम नै हो र त्यो कार्यक्रमबाट उठेको नाफाबाट दूतावासलाई यो बिचल्लीमा परेको चेलीहरूलाई स्वदेश फर्काउनको लागि एउटा भरपर्दो सहयोग पनि भएको छ। अनि सङ्घ संगठनहरूले एउटा गुनासो गर्ने नि गरेको छ कि हामीले कार्यक्रमहरू गर्छौँ, हामीले लगानी गर्छौँ, सबै कुरोहरू हामी गर्छौँ, तर चाहिँ त्यो वेलफेयर कोषमा चाहिँ 70% चाहिँ लिने गर्छ। जसको कारणले गर्दाखेरि हामी सङ्घ संगठनहरूलाई चाहिँ प्रफिटै हुँदैन। त्यस कारणले हामीले बाध्य भएर चाहिँ यति मूल्य राख्नु परेको हो भन्ने खालको नि गुनासो छ नि। होइन होइन, त्यो 70% भनेको त प्रफिटको 70% हो नि त। घाटा भयो भने त 1 पैसा पनि कसैले दिँदैन। र त्यो वेलफेयर भनेको दूतावासले लिने वेलफेयर होइन नि, त्यो त सबै त्यो सामाजिक सङ्घ संस्थाको एउटा साझा संयन्त्र छ। त्यो साझा संयन्त्रले निर्णय गर्छ त्यो नाफा भएको पैसा केमा खर्च गर्ने। त्यो नेपालमा कुनै एम्बुलेन्स किन्ने हो कि नेपालको कुनै स्कुललाई दिने हो कि होइन अल्पत्र परेको चेलीबेटीको उद्धार गर्ने हो कि त्यो निर्णय पनि उहाँहरूले गर्नुहुन्छ, दूतावासले गर्दैन। त्यसकारणले त्यो नाफा हुँदा दिने 70% हो र त्यो भनेको उहाँहरूकै इच्छा बमोजिम उहाँले इच्छाको ठाउँमा चाहिँ खर्च हुने कुरा हो। त्यसमा दूतावासले कुनै सरोकरै राख्दैन त्यो विषय। राजदूत महोदय, म एउटा अलिकति फरक प्रसङ्गमा जान चाहन्छु। कुनै पनि नेपाली दाजुभाइ विदेशमा आइसकेपछि ऊ एउटा कम्पनीमा काम गरिरहेको छ, विभिन्न कारणले अथवा विशेष कारणले उसको पासपोर्ट मासिन गयो। त्यो पासपोर्ट कम्पनीको जिम्मामा थियो, अचानक उसको पासपोर्ट हरायो अथवा उसको पासपोर्ट आगलागीको कारणले गर्दा नष्ट हुन गयो। त्यो अवस्थामा उसले फेरि नयाँ पासपोर्ट पाउनको लागि त्यो कम्पनीले सिधै हाम्रो नेपाली राजदूतावाससँग सम्पर्क गरेर पासपोर्ट बनाइदिन्छ अथवा ऊ खुद जो कामदार हो ऊ कामदारले नै हाम्रो दूतावाससँग सम्पर्क गरेर नयाँ पासपोर्ट बनाउनु पर्छ। के छ यसको कानुनी प्रावधान? यसमा दुईटा प्रक्रिया छ। एउटा प्रक्रिया के भने त्यो कामदारलाई पासपोर्ट नभएको कारणले नेपाल फर्किन समस्या पर्यो भने हामी तुरुन्तै यहाँबाट चाहिँ अस्थायी ट्राभल डकुमेन्ट बनाइदिन्छौँ र त्यो 1 दिनमा समाधान गरिदिन्छौँ यस्तो समस्यालाई। होइन, उहाँलाई चाहिँ अब नयाँ पासपोर्ट नै चाहियो, त्यो पासपोर्टको आधारमा अझै पनि यहाँ साउदीमा थुप्रै खालका कामहरू उहाँले गर्नु छ, लामो समय बस्नु छ भने हामीले उहाँको पुरानो पासपोर्ट नम्बर वा पासपोर्टको फोटोकपी केही छ भने त्यो लिएर र उहाँको नागरिकता लिएर हामी पासपोर्टको फर्म भराएर नयाँ पासपोर्ट नै जारी गर्छौँ। नयाँ पासपोर्ट साउदी अरेबियाको राजदूतावासबाटै जारी गर्नुहुन्छ? होइन होइन, नयाँ पासपोर्ट त अब त एमआरपी भएपछि त हामीले त काठमाडौँ पठाउनै पर्छ, काठमाडौँ विकल्पै छैन। तर समस्या के भइदियो भन्नुहुन्छ भने नागरिकताको कुरा पनि उठाउनु भयो। सबै विदेशमा बस्ने नेपालीहरू नागरिकता बोकेर आएका हुँदैनन्। होइन, नागरिकता बोक्न पर्दैन। उहाँको नागरिकता नेपालमा छ भने त्यसलाई अहिले स्क्यान गरेर पठाइदियो भने त्यो स्क्यानको प्रिन्टलाई हामीले मानिदिन्छौँ। यहाँले अघि साझा संयन्त्रको बारेमा कुरा उठाउनु भयो। साझा संयन्त्रले कतिको राम्रो काम गरिरहेको छ भन्ने यहाँलाई लाग्छ? अहिलेसम्म मैले साझा संयन्त्रको केही बैठकहरू हेरेको छु, उहाँहरूका निर्णयहरू हेरेको छु। त्यो साझा संयन्त्र यहीँ रहेको सामाजिक सङ्घ संस्थाहरूले आपसी समझदारीमा बनाउनु भएको हो र अहिलेसम्म मैले साझा संयन्त्रबाट समस्या भोगेको छैन। बरु उहाँहरूले समस्याहरू हुँदाखेरि हल गर्ने प्रयत्न नै गरिरहनु भएको छ। साझा संयन्त्रले जुन 17 बुँदा जारी गरेको छ, तर त्यो 17 बुँदा अनुसार त जुन सङ्घ संस्थाहरूले चाहिँ जुन कार्यक्रमहरू गर्यो त्यो 17 बुँदाभित्र रहेर त गर्नु सकेन नि। होइन, लगभग त्यो 17 बुँदाभित्र नै कार्यक्रमहरू भयो। जस्तै तपाईँको तमुदीले गर्दाखेरि जुन 28 दिनभित्रमा चाहिँ त्यो सार्वजनिक गर्नुपर्छ भन्थ्यो, त्यो गर्नु सकेन, पछि गर्यो।
तर अहिले हेल्प नेपालले पनि त्यो 28 दिनभित्र त सार्वजनिक गरेन नि आर्थिक प्रतिवेदन। अनि हेल्प नेपालले गरिसक्यो प्रतिवेदन सार्वजनिक, तर हामीहरूले मिडियामा काहीँ पनि देख्न पाएनौँ त। किनभने उहाँहरूले त 28 दिन पनि कुर्नु भएन। त्योभन्दा पहिले नै उहाँहरूले चाहिँ दूतावासमा मिटिङ गरेर हामीलाई दूतावासलाई पनि बुझाउनु भयो र यहाँ रहेका विभिन्न सामाजिक सङ्घ संस्था संयन्त्रका सदस्यहरूको इमेलमा चाहिँ पठाउनु भयो। भनेपछि त्यो आर्थिक प्रतिवेदन दूतावासको प्रतिनिधि, साझा संयन्त्रको प्रतिनिधि र सम्बन्धित व्यक्तिहरू भित्रभित्र मात्र सार्वजनिक गर्यो, त्यो मिडियामा सार्वजनिक भएन। होइन, मिडियामा उहाँहरूले के गर्नुभएको छ मलाई थाहा छैन, तर उहाँहरूले जुन संयन्त्रका सदस्यहरू दूतावासलाई चाहिँ त्यसको प्रति पहिल्यै पठाएर त्यसमा राय सुझाव मागेर त्यो राय सुझाव लिएर चाहिँ त्यसको अन्तिम फाइनल कपी अडिट गराएर बुझाउनु भयो। धन्यवाद राजदूत महोदय। हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छौँ र निर्धारित समय सकिएको सङ्केत हामीले पाइसकेका छौँ र अन्तमा यहाँले यो नेपालीहरूको एउटा राष्ट्रिय पर्व लोसार अनि क्रिसमसको पावन अवसर र नयाँ वर्षको पावन अवसरमा दूतावासको तर्फबाट केही भन्न चाहनुहुन्छ कि? यस अवसरमा म उहाँहरूलाई हार्दिक शुभकामना र बधाई दिन चाहन्छु। यहाँले हामीलाई जुन समय उपलब्ध गराउनु भयो त्यो समयका लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आउँदा दिनहरूमा पनि विदेशमा बसेर, विशेष गरी हामी साउदी अरेबियाको अहिले रियादबाट बोलिरहेका छौँ र साउदी अरेबियामा बसेर जुन दुःख पाइराख्नु भएको कुनै जिज्ञासा हामीसँग सोध्न र राजदूतावास कहाँ पुर्याउन चाहनुहुने श्रोताहरू, दर्शकहरू जो हुनुहुन्छ हामीलाई तपाईँहरूले इमेल गर्न सक्नुहुन्छ, हामीलाई फोन गर्न सक्नुहुन्छ। विशेष कारणले हामी आज प्रत्यक्ष राजदूतावासको प्राङ्गणमा महामहिम राजदूतज्यूसँग कुराकानी गर्ने जानकारी गराएकै कारणले हामीले आज तपाईँहरूको फोन रिसिभ गर्न सकेका छैनौँ। आउँदा दिनहरूमा हामी अवश्य पनि यहाँहरूलाई फोन मार्फत महामहिम राजदूतज्यूसँग यहाँहरूका समस्याहरू राख्ने र समाधानका उपायहरू निकाल्ने प्रयास गर्ने नै छौँ। आज हामीलाई क्यामेरामा कुमार श्रेष्ठ र जीवन थापा मगर लगायत PNN अनलाइन रेडियोका डाइरेक्टर सागर श्रेष्ठ साथमा म खगेन्द्र अधिकारीलाई पनि बिदा दिनुहोस्। हस्त, धन्यवाद। हस्त। अर्को हप्ता तपाईँहरूकै सूचना, सन्देश, मनोरञ्जन लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि सहयोगी मित्र खगेन्द्र अधिकारी, दुर्गा भण्डारी साथै म कार्यक्रम प्रस्तोता सागर श्रेष्ठ र प्राविधिक टिमलाई पनि बिदा दिनुहोस्। नमस्कार।